हेलो साथीहरु, हजुरलाई चाहिँ यो कस्तो ठाउँ लाग्यो है प्रतिक्रिया दिनु होला। र यो चाहिँ रामेछाप जिल्लाको आराकाथम गाउँपालिकाको हो हैन। यसमा चाहिँ हेर्नुस् त कति राम्रो सुन्दर अनि हरियाली अनि जुन पहिला 60 साल भन्दा अगाडिको र अहिलेकोमा कति धेरै फरक छ है। म पनि 60 सालसम्म त म त्यही ठाउँमा हुर्केको अनि त्यही ठाउँमा घुमेको अनि त्यही ठाउँमा बाख्रा गाई गोरु चराको ठाउँ हो साथी हो। मैले पनि यसरी नै भारी टन्न बोकेर हिँड्ने मान्छे हो। मैले पनि यसरी नै बोकेर हिँड्थेँ, यसरी नै गाई गोरुलाई चराउन जान्थेँ अनि सँगसँगै गाई गोरुको सँगसँगै रमाएर हिँड्ने काम गर्थेँ। अनि हरियाली ती पाखाहरूलाई आज सम्झिँदा कति खुसी लाग्छ है। अनि यो झरना वाउ कति राम्रो छ है हाम्रो रामेछाप। आज मैले चाहिँ यो यसो हेर्दै जाँदाखेरि युट्युबमा देखेको भएर मैले डाउनलोड गरेर अनि मलाई यति धेरै सम्झना आयो कि मेरो ठाउँको म हुर्केको म बढेको म पढेको ठाउँको चाहिँ धेरै सम्झना आएको भएको कारणले गर्दाखेरि म हजुरहरू सामुन्ने यो देखाउन गएको हो। हेर्नुस् त कति राम्रो छ अनि कति सुन्दर स्वच्छ अनि बसौँ मन लाग्ने छ है। के गर्ने परिस्थिति र बाध्यताले गर्दा हामी जस्तो छोरी मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानु पर्ने रहेछ है। त्यही भएको कारणले गर्दाखेरि जन्मियो रामेछापमा तर घर चाहिँ अर्कै ठाउँमा पर्यो। ठिकै छ, केही छैन, कति राम्रो छ मेरो गाउँ मेरो ठाउँ अनि मेरो सुन्दर हरियाली फेरि पाखा है साथी हो। अनि तपाईहरुलाई कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिनु होला है। म यनै ठाउँमा जन्मेको यनै ठाउँमा हुर्केको अनि अहिले आफ्नो खुट्टामा आफै टेकेर हिँडेको एक महिला हो। त्यही भएर मलाई दुःख के छ सुख के हो, दुःख कतिसम्म हामीले खेप्न सक्छ अनि दुःखमा कतिसम्म आत्तिनु हुँदैन भन्ने कुरा मलाई सबै कुरा थाहा छ है साथी हो। पहिला यो घरहरू सबै झुब्रा थिए, आज आएर यति ठुला भएछ कति खुसी लाग्यो है। पहिला तिनै घरहरूमा हामीले सधैँ माटोले पोत्नु पर्थ्यो भने अहिले यति राम्रो हुँदाखेरि कति खुसी लाग्दो रहेछ। अनि आफ्नो ठाउँ देख्न पाउँदाखेरि जुन चाहिँ यो भिडियो क्याप्चर गरेर युट्युबमा हाल्नु हुने दाइलाई पनि धेरै धेरै सम्झना धेरै माया छ। किनकि हामी यत्रो वर्षसम्म भयो हामी त्यो ठाउँमा नगएको, हामी जे भए पनि युट्युबबाट भए तापनि हामीले त्यस ठाउँमा हेर्न पाछौँ घुम्न पाछौँ। यिनै मान्छेहरू देखिरहेछ तर ती मान्छेहरूलाई मैले चिन्दिनँ। को उहाँहरूले मलाई चिन्नुहुन्छ होला तर उहाँहरूलाई मैले चिन्दिनँ है। यो ठाउँमा हामी खुट्टाले हिँड्थ्यौँ भने अहिले हेर्नुहोस् त सर गाडीमा वाह कति राम्रो छ है हाम्रो रामेछाप। हजुरहरू पनि हाम्रो रामेछापमा घुम्न जानु होला, आनन्द लिनु होला है, मनोरञ्जन गर्नु होला है। हेर्नुहोस् त यो ठाउँमा हामी ठुला भारी नुनको बोरा बोकेर चामलको बोरा बोकेर हामी खुट्टाले हिँडेर जाने गर्थ्यौँ तर अहिले त गाडीमा सरर जान पाइरहेछ। कति भाग्यमानी अहिलेको मान्छे है। हामी पहिला कस्तो थियो बिहान निस्किन्थ्यो एकैचोटि साँझ परेपछि जान्थ्यो अनि एक मुठी चिउरा खान पनि कति खुसी हुन्थ्यो है यिनै ठाउँमा। तर अहिले त्यस्तो छैन रहेछ, कति खुसी लाग्यो यति धेरै विकास भएको देख्दा है। के गर्ने अब यस्तै छ हाम्रो जिन्दगी हैन। धेरै वर्ष भयो मैले त्यो ठाउँमा त्यो गाउँमा खुट्टा टेक्न पाएको छैन तर कुनै दिन मेरो जागिर सकिसकेपछि जानेछु भन्ने लागेछ। तर त्यति बेलासम्म जुन मैले चिनेको मान्छेहरू बस्छ या बस्दैन हुन्छ या हुँदैन मलाई थाहा छैन। मैले कति धेरै मान्छेहरूलाई चिन्दिनँ, न मैले त माइतपट्टिकोलाई चिनिरहेको छु न त घरपट्टिकोलाई कतैको पनि चिन्दिनँ। तर 2-3 वर्षपछि अवश्य पनि मैले सबैसँग चिनजान गर्नेछु र यिनै गाउँपाखामा बस्नेछु। धेरै त बस्नु नबसे पनि 1-2 हप्ता बसेर चाहिँ सबैसँग चिनजान गर्ने एउटा जमर्को राखेको छु है साथी हो। तपाईहरुलाई कस्तो लाग्छ आफू जन्मेको हुर्केको बढेको पढेको ठाउँ कस्तो लाग्छ? मलाई असाध्यै राम्रो लागे, मनै कस्तो आनन्दित भयो साथी हो है। हेर्नुहोस् त कति राम्रो छन् ती ठाउँहरू आनन्द आइरहेछ साथी हो। हजुरहरूसँग कुरा गर्दाखेरि यिनै खोला यिनै कोसी आमा त्यो पानी खाएर हिँडेको ठाउँ वाह कति राम्रो। यिनै खोलामा ऱ्याफ्टिङ गरेको ती क्षण ओ माई गड सम्झिन नै कस्तो
आँस्रिङ कति हर्ष उल्लास है। यस्तै हो साथी हो है। अहिले धेरै वर्ष भयो त्यो ठाउँमा नगएको, अनि कुनै दिन फर्केर गएछु भने अवश्य नै सबैजनासँग चिन्जान गर्नेछु। अनि पुराना हाम्रो अङ्कलहरू, पुराना पहिलाको अङ्कललाई हामीले चिन्छौँ, तर अहिले 60 साल पछिको अनि 60 सालमा साना भाइ बहिनीहरू भएकोलाई त म चिन्दिनँ होला सायद है। ठिक छ, केही छैन, नचिने पनि केही छैन होइन। पछि जान्छौँ, चिन्जान गर्छौँ है। अनि म त्यो स्कुलमा पढेँ, पहिला जस्तो त छैन होला अहिले होइन। ठुला घाँसका भारी, अनि घरको काम पुरा भ्याएर जानुपर्ने। ओ माई गड। अनि मलाई यति पनि याद छ कि जब म 3 क्लासमा पढ्थेँ होला सायद होइन, त्यो बेलामा एकजना बद्री भन्ने सरले गीता त स्कुलमा आउला भन्दा त यत्रो ठुलो भारी बोकेर हिँडेछस् है, सेउलाको भारी बोकेर हिँडेछस् है भनेर, अनि भारी त्यहीँ फालेर गएको क्षण पनि अझै पनि यादै छ, ताजा छ साथी हो। त्यस्तो क्षण पनि आउँथे। अनि टाढा थिएँ घाँस काट्ने ठाउँ, त्यो ठाउँमा गएर राति नै गएर ठुलो घाँसको भारी ल्याएर अनि स्कुल जानु पर्थ्यो हाम्रो पालोमा। तर अहिले त त्यस्तो छैन होला, सबै एजुकेटेड भइसक्यो। र त्यो बेलामा त्यही हो, अब बच्चाबच्चीलाई पढाउनु पर्छ भन्ने होइन कि कसरी घरको काम सघाउनु पर्छ, घरको काम सक्ने बल्ल स्कुल जाने सेकेन्डरी पार्ट थियो कि है। अहिले जस्तो पहिला पढाइ अनि त्यसपछि अरू काम भन्ने थिएन साथी हो होइन। अनि हामीले त एसएलसीमा पनि वाट इज योर नेम भन्दाखेरि पनि राम्रोसँग भन्न आउँथेन, वाट इज योर स्कुल नेम भन्दाखेरि पनि राम्रोसँग भन्न आउँथेन क्या साथी हो। तर एम ठुलो थियो, मैले के एम लिएर पढ्छु भने मेरो एउटा थियो, तर पनि के गर्ने, अब गाउँ पाहाडमा हुर्केको, कलेज कता हो कता थाहा थिएन। अनि लास्टमा के पढेँ, आर्ट्स पढेँ, यस्तै हो है। अनि त्यो गर्दा अहिले चाहिँ अब आफ्नो खुट्टामा आफै उभिरहेछ, यो ठाउँमा आफै आउने प्रयास गरेँ, सफल पनि भइरहेछ साथी हो होइन। हजुरहरूलाई कस्तो लाग्छ? अनि हजुरहरूले त सायद मलाई चिन्नुहुन्छ होला, हजुरहरूको मम्मीहरूलाई सोध्नुहुन्छ होला उसलाई कसको छोरी भनेर चिन्नुहुन्छ होला, तर म चिन्दिनँ हजुरहरूलाई होइन। त्यसको लागि क्षमा प्रार्थी। अनि हेर्नुहोस् त कति राम्रो गाउँ छ, कति राम्रो ठाउँ छ। अनि पाखा पखेर त्यो भिर पाखाले अझै पनि सम्झिरह होला, हाम्रो नाम गुन्जिरह होला, फेरि फर्केर आयो हुन्थ्यो यही ठाउँमा भनिरह होला। तर अवश्य पनि कुनै दिन हामी त्यही ठाउँमा बस्नु त आउँदैन, तर पनि घुम्नलाई चाहिँ कुनै दिन आउनेछौँ। र अब जागिरको अवधि भर त अब आउनु पाइँदैन, अब बिदा त्यति खासै मिल्दैन, जागिर सकेपछि बल्ल बिदा मिल्छ होइन। त्यसपछि चाहिँ आउनेछु। अनि साथी हो हजुरहरू राम्रोसँग बस्नु होला। अनि यसो हजुरहरूलाई रमाइलो लाग्यो भने मेरो गाउँ मेरो ठाउँ अवश्य घुम्न जानु होला। यदि हाम्रो रामेछापलाई माया गर्नुहुन्छ भने हजुरहरू रामेछापमा अवश्य पनि घुम्न जानु होला है। हेर्नुहोस् त कति राम्रो ठाउँ छ, कति राम्रो बस्ने सुविधा। वाउ, पहिला हामी यति भएको भए हामी यो ठाउँमा हुने थिएन होला, हामी धेरै माथि हुन्थ्यो होला साथी हो होइन। सोचेको पनि थिएन त्यसरी हामी पढ्दा यो ठाउँसम्म आइपुग्छु भनेर सोचेको पनि थिएन, तर आइपुगे खुसी लागेको छ। हेर्नुहोस् न यो ठाउँ अहिले त म चिन्दिनँ साथी हो, यो कुन ठाउँ हो के हो मलाई चिन्दिनँ, तर रामेछाप भन्ने चाहिँ थाहा छ। अनि त्यसपछि युट्युबमा फलाना गाविस भनेर हाल्दाखेरि चाहिँ ए यो ठाउँ भनेको यो हो मेरो ठाउँ, म जन्मेको हुर्केको ठाउँ, यति धेरै परिवर्तन भएछ भन्ने लागिरहेछ है। अनि पाखामा हेर्नुहोस् त कसरी घाँस काट्थे, बाख्रा चराउँथे, गोरु चराउँथे। ओ माई गड त्यो गर्मीमा। अनि यो चाहिँ आइजलुक्क देख्नु भएको छ नि, त्यो चाहिँ म सानोमा 3 क्लाससम्म पढेको स्कुल हो है साथी हो। अहिले चाहिँ राम्रो भएछ है, पहिला चाहिँ झुप्रो थियो है साथी हो, अहिले चाहिँ राम्रो भएछ। हेर्नुहोस् त सबै कति राम्रो देखेका है। यस्तो छन् स्मारकहरूदेखि लिएर सबै बनाउनु भएछ, कति खुसी लाग्यो मलाई त मेरो ठाउँ देखेर है साथी हो। त्यही भएर हजुरहरू पनि आफ्नो ठाउँ गाउँमा घुम्न जानु होला, म पनि बिदा मिलेछ भने जाउँला होइन। अनि यो ठाउँ चाहिँ म 3 क्लाससम्म पढेको, यो चाहिँ म 8 क्लाससम्म पढेको है। अनि एउटा मजा भन्नेमा चाहिँ म 9 र 10 पढेको ठाउँ हो
त्यो चाहिँ हाल्नु भएको रहन्छ खै मैले देखिएन है अनि स्वास्थ्य चौकी कति सानो थियो कस्तो थियो है अहिले यति राम्रो भएछ कति खुसी लाग्यो साथीहरू हजुरलाई मेरो रामेछापमा जन्मेको हुर्केको ठाउँ घुम्न रमाइलो लाग्यो भने अवश्य पनि जानु होला है त्यसमा